नसो चेप्टेको, नसो सुन्निएको र नसो दुख्ने बिमार अनि हात खुट्टा दुख्ने गाउटको बिमार र ढाड कमर दुख्ने बिमारको लागि चाहिँ एउटा राम्रो औषधि हो। तपाईँले मेरो हातमा देखिरहनु भएको छ। यसलाई भनिन्छ, यसलाई एप्रिल फुल भन्छ कतिले है, एप्रिलमा फुल्ने गर्दा यसलाई एप्रिल फुल भनिन्छ र कतिले यसलाई जङ्गली प्याज पनि भनिन्छ, यस्तो गाना भएको कारणले गर्दा। र यसलाई यो यस्तो प्रकारको भएकोले गर्दा माइक जस्तो देखिने यसलाई माइक फुल पनि भनिन्छ र ठाउँ अनुसारको धेरै चिन्ने नाम छ, तर भए पनि फुल एउटै हो। र यसबाट हामीले धेरै औषधिका गुणहरू प्राप्त गर्न सकिन्छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ है, एउटा जङ्गली प्याज पनि भनिन्छ। यो एउटा जङ्गली प्याज भन्नाले एउटा प्याज जस्तै देखिन्छ, दाना है, देख्न सक्नुहुन्छ है, प्याज जस्तै देखिन्छ। र यसलाई चाहिँ तपाईँ हामीले कसरी प्रयोग गर्ने भन्दाखेरिलाई चाहिँ यो यहाँसम्मको भागलाई तपाईँले काट्नुहोस्, यो जराहरू तपाईँले फ्याँकिदिनुहोस् र यसको जुन यो गाना छ, यो गानालाई चाहिँ तपाईँले मजाले कुट्नुहोस् र मजाले कुटेर चाहिँ मसिनो बनाउनुहोस्, मजाले कुटेर। अनि यसमा चाहिँ तपाईँले एउटा अर्ग्यानिक लसुन हुन्छ है, एउटा डल्लै लसुन तपाईँले त्यसलाई पनि कुटेर एड गर्नुहोस्, यो दुईटालाई मिसाउनुहोस्। र त्यसपछि तपाईँले चाहिँ अर्ग्यानिक तोरीको तेल हुनुपर्छ। अर्ग्यानिक तोरीको तेलमा चाहिँ तपाईँले यसलाई चाहिँ तपाईँले डुब्ने हिसाबको तेल लगाउनुहोस्। यो डुब्ने हिसाबको तेल लाएर चाहिँ तपाईँले चाहिँ त्यो तेल मजाले खरियाएर चाहिँ तपाईँले चाहिँ खारेर चाहिँ तपाईँले त्यसलाई चाहिँ 5 मिनटसम्म यसलाई मजाले फ्राई गर्नुहोस्, मजाले फ्राई गर्नुहोस्। र यसलाई मजाले फ्राई गर्नुभएको तेललाई चाहिँ त्यो सेलाएपछि चाहिँ तपाईँले एउटा बोतलमा निकालिराख्नुहोस्। निकालेर एउटा बोतलमा तपाईँले निकाल्नुहोस् र त्यो बोतलमा लाएको त्यो तेल हुन्छ, त्यो तेललाई चाहिँ यसबाट फ्राई गरेको तेल हुन्छ है, त्यो तेललाई चाहिँ तपाईँले जुन ठाउँमा तपाईँको नसा चेप्टिएको छ त्यहाँनिर मालिस गर्नुहोस्। जुन ठाउँमा नसा दुखेको छ त्यो ठाउँमा तपाईँले मालिस गर्नुहोस्। जुन ठाउँमा तपाईँको जोइन्टहरू दुखेको, गाउटको बिमारहरू छ है, त्यसमा तपाईँले यसलाई मजाले मालिसहरू गर्नुहोस्। र यसरी तपाईँको जुन ठाउँमा तपाईँको हात खुट्टा कम्मरहरू दुखेको, होइन, ढाडहरू दुखेको, कम्मर दुखेको छ नि, त्यो सबै ठाउँमा तपाईँले यसलाई मालिस गर्नुहोस्। यसलाई चाहिँ तपाईँले बिहान, दिउँसो, बेलुकी दिनमा 3 टाइम तपाईँले 1 महिनासम्म तपाईँले यसको प्रयोग गर्नुभयो भने तपाईँको जस्तै पनि तपाईँको यो दुख्ने समस्या, नसा चेप्टेको, ढाड कमर दुख्ने र हात खुट्टा जोइन्टहरू सबै दुख्ने, यसको यो जुन एउटा तोरीको तेलमा फ्राई गरेको यो तेलले चाहिँ मालिस गर्दा चाहिँ तपाईँको दुख्ने समस्याको समाधान हुनेछन् भन्ने कुराको विषयमा हजुरको निम्ति एउटा भिडियो बनाएको छु। यदि हजुरलाई आवश्यक परेमा तपाईँले यसको प्रयोग गर्नुहोस् अनि भिडियोलाई चाहिँ धेरै सेयर गरिदिनुहोस्, ताकि यसै धेरै पीडित व्यक्तिहरूलाई जानकारी भएर उनीहरूले पनि यसलाई प्रयोग गरेर ती रोग कष्ट बिमारबाट मुक्त भएको होस्। र भिडियोलाई धेरै सेयर गरिदिनु होला। ओके, थ्याङ्क यू सो मच।